तरल पदार्थ कुनै छ भने त्यो आँसु हो। त्यसमा जम्मा 1% मात्रै हुन्छ पानी। 99% तपाईको अन्तरआत्माको सत्य भावना बगेको हो। आँसुमा बाहिरी चोटले असर गर्दैन। जब आत्मालाई चोट पुग्छ नि, शराब भन्छन् नि मान्छेले, हैन? मान्छेले रोयो भन्छन् कति सिम्पलले। आँसुमाथि विश्लेषण गर्ने बहुत कमै होलान् शिव सर। आँसु देख्दा पानी हो, तर संसारमा भएको तरल पदार्थ मध्ये सबैभन्दा महँगो र महत्त्वपूर्ण तरल पदार्थ कुनै छ भने त्यो आँसु हो। त्यसमा जम्मा 1% मात्रै हुन्छ पानी। 99% तपाईको अन्तरआत्माको सत्य भावना बगेको हो। आँसुमा अन्तरआत्माको सत्य भावना को बगेको मात्रा 99%।